नमस्ते, म कल्पना अधिकारी भट्टराई। मैले आज यहाँहरू समक्ष हेमन्तको पट्टाक्षेप शीर्षकको कविता लिएर उपस्थित भएकी छु। यो छन्द रहेको छ बसन्त तिलका। यसलाई रचना गर्नुभएको छ आदरणीय कविवर दाजु विष्णुहरि पौडेलज्यूले। कविता म यसरी सुरु गर्छु। ढल्दै गए दिनहरू, ऋतु फेरि छ पालो, हेमन्तको चुरीफुरी अब चल्न थाल्यो। यो दाजु हो शिशिरको, किन होस् र लोसो, सिउ सिउ गराउँछ पसार छ अगाडि चोसो। खोस्यो लुगा प्रकृतिको परिधान सान, ठान्यो रखेला उसकै रमणी समान। शिखरै भए रुखहरू, नछ फूल पत्ता, ढाल्यो शरद समयको महनीय सत्ता। केही रहेन हरियो बनशैल फुङ्ग, डाली रहेन गुण छैन चिबेछ दङ्ग। छैनन् चरी चिरबिरी अब मौन साधे, हेमन्त इष्ट नभनेर पराई दाँजे। एका बिहान पनि बाँच्न सकेन भाले, मान्छे रुई मकलथर मस खोज्न थाले। बेसी झरे हिउँ खसी छ उजाड भोट, प्यारी लगाउन पर्यो अब थर्मकोट। जाडो बढेर विधवा मन छन् उदास, खस्की गयो विदुर चित्त उही मिजास। जोडी जमे शयनमा कसियो अँगालो, एक्लै हुने फहरिए नफिरेर पालो। दारी बढे पुरुषले नि कपाल पाले, जाडो चढेर जन पिकनिक जान थाले। पेप्सी हटी प्रिय भए मदिरा र मासु, कङ्गाल मान्छ पिरलो अनि झर्छ आँसु। पाकेछ धान लिन हुन्छ हतार पाँजो, जुर्दै गए लगन मङ्सिरमा छ माछो। बाजा ढुटेरी परिपै बरियात डोली, भित्र्याउँछन् हर गृहस्थ अनाज सोली। न्यानो खुसी पनि छ यो पल शीतयाम, जाडो प्रशस्त सहगो महगो छ घाम। पहाड ताप्न छ मजा अमिलो चुसेर, पहाड ताप्न छ मजा अमिलो चुसेर। हेमन्तको छ गुण भई गुण धाक धेर, हेमन्तको छ गुण भई गुण धाक धेर। धन्यवाद।